कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विष्णु भगवान संग्रामबाट अन्तर्ध्यान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर 10 दिशातिर भागे। ती परस्पर भन्दथे, अब दक्ष प्रजापतिको प्राण रहन्न, किनकि नारायण जस्तोको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्र लिई विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्दैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला? तस्मात् अब आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै 10 दिशा भागे। नारायण सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफ्नो जीवन बचाई भागेको देखि वीरभद्र नागले झैं निश्वास फेरी वर्षा कालोको मेघ झैं गर्जी तत्काल दक्षको टुप्पी समाती भुइँमा ढलाई बोध गराए। हे पापिष्ट दक्ष, तैले महादेवको अनेक निन्दा गरिस्, आफ्नी छोरीको हत्या गरिस्। त जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौला हो, उसलाई नडाकी मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्। अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए? तिनीहरूको सहायता मागी